दुख्यो भने चाहिँ भरे बरु कार सिटमा प्रल बस्छ नि त बस्छ लु जाउँ सधैँ आए चाहिँ नि हिँड्नु ल भरे चाहिँ कार सिटमा त्यहाँ माथि बसाउँछु क्रिसमसमा चाहिँ यस्तो हुन्छ है नोआ आर्क चाहिँ आज एकदमै धेरै राम्रो दिन छ लाइटनिङ त्यही माथि आज चाहिँ एकदमै धेरै सरप्राइज भयौँ हामी पनि फ्री रहेछ आज चाहिँ यहाँ नभए 130 हुन्छ दुईजनाको लाग्छ अन्डर 10 चाहिँ फ्री हो फेरि हो अनि हेर्नुहोस् यस्तो राम्रो लाइटनिङ हुन्छ म त नआउनु खोजिरहेको थिएँ नानीहरूको कारणले तर यहाँ हाम्रो हस्बेन्ड हाम्रो अरे मेरो हस्बेन्ड करले मलाई ल्याएको थियो राम्रो रहेछ एकदम फ्रेस भयो हो कति धेरै राम्रो रहेछ नानीहरूलाई बच्चा बच्चीहरूलाई लिएर आएको जाडो पनि त्यस्तो खालको जाडो त छैन दामी रहेछ स्टोरी टेल गरिरहेको छ है क्या अहिले भरे झन् रामी देख्छ राति यो चाहिँ यो है आर्क इन्काउन्टर भन्छ यसलाई चाहिँ हो नोआ आर्क क्रिसमसमा त झन् कस्तो दामी हुन्छ यो डिसेम्बर भोलि ओके आई विल डु लेटर अनि यहाँ चाहिँ जनवरी 1 तारिकसम्म यस्तो हुन्छ डिसेम्बर भोलि एकदमै हुन्छ नि डेकोरेसन सो ब्युटिफुल यस्तो छ हो मेबी यो एनिमल्सहरूले स्टोरी टेल गरिरहेको होला क्या यो पिक्चरहरूले त्यही भएर हरेक मान्छेहरूले यहाँ हेरिरहेछ सबैजनाले हेरिरहनु भएको छ हो हामी चाहिँ प्रायः यहाँ आउँछौँ यसरी मिठो उहाँ हेर न आर्कमा हेर त खाऊ तिमी खाऊ कति भएछ $20 सादिया र प्रल यो चाहिँ नानीहरूको जू साइडमा हो होइन सबै जू साइडमा हो लाइटनिङ त यति छ कि टन्नै उहाँ भित्र ओस्ट्रिच हो कि के हो त्यो ओस्ट्रिच भन्दैछ इज द्याट ओस्ट्रिच बाई चरा रहेछ जू लेट्स गो जूहरू चाहिँ सबै खुल्ला यस्तो दामी रहेछ जति भित्र बस्छ त्यति राम्रो त्यहाँभित्र उहाँ पसाएर ल्याउनु जाऊ न उताबाट म पनि आउनु अरे हो केटी त हाउ ब्युटिफुल हेर्नु है नोआ आर्क चाहिँ नि राति चाहिँ यस्तो देख्छ डिसेम्बर महिनामा किन भन्दा चाहिँ ख्रिस्ट येशू चाहिँ
जन्म लिनुभएको महिना हामी चाहिँ के गर्छौँ त ख्रिस्ट येशूको जन्मलाई हामी मनाउँछौँ। त्यही भएको कारणले गर्दा नोआ आर्कमा चाहिँ यति धेरै लाइटिनिङ हुन्छ, यति धेरै सुन्दरताले भरिएको हुन्छ यो नोआ आर्क। अझै उता गयौँ भने त लाइटको फिल्मै बनाइरहेछ होइन, अनि फिल्मै बनाइरहेछ। अब यहाँ चाहिँ के गरिरहेछ त लाइट बाल आगो तापिरहेको छ हो, आगो ताप्नेले यहाँ तापिरहेको छ, आगो ताप्नेले तापिरहेको छ। अनि अब लाइटिनिङ कस्तो दामी दामी। यो चाहिँ जू हो है, तपाईँहरूलाई कति आउनु भइसकेको छ भने यो चाहिँ नानीहरूको जू हो, नानीहरूको जू। भाइले हेरेको छ नि, भाइले पिलिक 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 लाइटहरू सबै हेर्छ। उल्टै हेर्नु मात्र नि फेरि अहिले त उसको चाहिँ अब्जर्भेसन गर्ने एज भएको कारणले होला यस्तो दामी दामी। यस्तो बरु यो भिडियोमा त्यस्तो साह्रो राम्रो आएको छैन, रियलमा त यति धेरै राम्रो छ, यति धेरै। खोइ सदिया सदिया उता पछाडि भिडियो गर्नु थाले। सदिदीलाई नि कहाँ राख्नुपर्छ अब। यस्तो दामी लाइटिनिङहरू छ, होल नोआरकै लाइटिनिङले भरेको छ लाइटले। जाऊ जाऊ जाऊ। यो भाइले सानी पत्ता जाइले यहाँ छेउमा लाग्दैन। भाइलाई भोक लागेर जस्तै छ। हाई भन सधैँ आयो त। ऊ गमी खायो गुल्ले, अनि गुल्ले गमीहरू खायो क्या। अनि This line. You like this line? Look at that part. लाइट Ah!